नमस्ते सम्पूर्णमा। म आज पनि सधैँ झैँ शेयर मार्केट सम्बन्धी नै कुरा गर्न गइरहेको छु। योभन्दा अगाडि आइपीहरू सम्बन्धी कुरा गरेको थिएँ र आज चाहिँ म एसआइपी म्युचुअल फन्डको बारेमा कुरा गर्दैछु। सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। यो एसआइपी भनेको एउटा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। हामीले यसलाई सजिलैसँग हामी इन्भेस्ट गर्न सक्छौँ र शेयर मार्केटमा इन्ट्रेस्टहरूले हामीले यसमा लगानी गर्न सक्छौँ र यसमा यो एसआइपीमा लगानी गर्नको लागि हामीलाई कुनै पनि त्यस्तो खालको शेयर सम्बन्धी शेयर बजार सम्बन्धी नलेज चाहिँदैन। हामी जस्तोसुकै जोसुकैले पनि हामी यसमा गर्न सक्छौँ र यसका धेरै फाइदाहरू छन्। हामीले यसलाई चाहिँ एउटा सानो एमाउन्टबाट ठुलो एमाउन्ट बनाउन सकिन्छ। यो कम्पाउन्डिङ भएर आउने हो र हामीले यसलाई चाहिँ हामीले थोरै पैसाबाट सेभिङ गर्दै एउटा लङ टर्ममा हामीले ठुलो मुनाफा कमाउन सक्छौँ र यसमा हामीले यो एसआइपी गर्नलाई हामीले एउटा प्रिमियम आफूले फिक्स गर्नुपर्ने हुन्छ। जति सक्छौँ जस्तै यसका प्रिमियम तिर्ने टाइम फ्रेम हुन्छ, त्यसमा चाहिँ हामीले मन्थली बनाउन सकिन्छ। तपाईको डिपेन्ड अन यु। मन्थली तिर्न सकियो, मन्थली बनाउन सकिन्छ, मन्थली, क्वार्टरली, हाफ इयरली, जसरी तपाईलाई सजिलो लाग्छ, जसरी तपाईलाई सजिलो राम्रो हुन्छ त्यो अनुसारले तपाईले बनाउन सक्नुहुन्छ, रेजिस्टर गर्न सक्नुहुन्छ। र यसका विभिन्न फाइदाहरू छन्। यसका धेरै नै फाइदाहरू छ यसको एसआइपीको। यो चाहिँ एउटा फाइदा चाहिँ यसको सबैभन्दा सजिलो हो, लगानीको लागि सजिलो छ बिगिनरहरूको लागि। जो कोही पनि शेयर बजारमा भर्खरै प्रवेश गर्नुहुँदैछ उहाँहरूको लागि जस्तै आइपिओ भन्ने कुराहरूदेखि लिएर एसआइपी गर्ने कुराहरू, यो चाहिँ एकदमै सजिलो कुरा हो, एकदमै सजिलो हुन्छ। त्यस्तै गरेर यो चाहिँ के हुन्छ भने स्टार्ट विथ स्मल मनी। एउटा यसमा चाहिँ हामीले सानो थोरै पैसाबाट पनि सुरु गर्न सक्छौँ। थोरै पैसाबाट हामीले सुरु गर्न सक्छौँ। जति पनि यसमा इन्भेस्टमेन्ट गर्नको लागि यसको प्रिमियम भनेको एसआइपीको 1000 हो। 1000 भन्दा माथि जति पनि हामीले बनाउन सक्छौँ। तपाईले मन्थली 1000 राख्न सक्नुभयो, 5000, 10000 या 3000, 2000 जति सक्नुहुन्छ, तपाईको जति क्षमता छ, जति चाहिँ प्रिमियम पे गर्न सक्ने क्षमता छ, तपाईले बनाउन सक्नुहुन्छ। 1000 भन्दा माथि एउटा सानो पैसालाई चाहिँ बचत गर्दै जाने एउटा प्लान हो, एउटा स्किम हो, धेरै राम्रो स्किम हो। त्यस्तै गरेर यसमा चाहिँ रिस्क पनि कम हुन्छ। यसमा इन्भेस्टमेन्ट रिस्क कम हुन्छ किनभने यसमा हामीले खालि प्रिमियम पे मात्रै गर्ने हो। मन्थली नोटिफिकेसन आउँछ, त्यहाँ पे गर्दै जाने हो। यसलाई चाहिँ एउटा ठुलो म्युचुअल फन्डलाई, एसआइपी म्युचुअल फन्डलाई एउटा विज्ञ समूहले चलाएको हुन्छ। शेयर बजारमा दक्ष विज्ञ समूहले चलाएको हुन्छ। त्यो दक्ष समूहले हामीबाट एसआइपी मार्फत मन्थली या कुनै पनि टाइम फ्रेममा उनीहरूले पैसा लिँदै पैसा जम्मा पारेर उनीहरूले चाहिँ राम्रो कम्पनीहरूमा इन्भेस्ट गर्छ। या त्यही कम्पनीहरूबाट आएको रिटर्न मुनाफाहरू चाहिँ हामीलाई पनि शेयर होल्डरलाई पनि दिने गरेको हुन्छ। त्यही भएर यसमा रिस्क हुँदैन, एकदमै रिस्क हुँदैन। र अर्को कुरा यसको फाइदा भनेको, एसआइपी इन्भेस्टमेन्टको फाइदा भनेको हामीले चाहिँ रेगुलर रूपमा बचत गर्ने बानी बस्छ, किनभने हामीलाई प्रिमियम दिनै पर्ने हुन्छ। त्यही भएर यसमा चाहिँ हामीलाई मेन कुरा, यसको सबैभन्दा राम्रो पक्ष चाहिँ मलाई के लाग्छ भने हामीमा एउटा बचत गर्ने बानी बस्छ। त्यस्तै गरेर यसको लङ टर्म कम्पाउन्डिङ रिटर्न, यसको अर्को फाइदा भनेको लङ टर्म पावर अफ कम्पाउन्डिङ हो। यसमा चाहिँ हामीले जति पनि इन्भेस्ट गर्दै जान्छौँ त्यसको इयरली बोनस आयो भने यसमा एड हुँदै त्यसको पनि कम्पाउन्डिङ हुँदै गएर एकदम लामो समयपछि हामीले यसले राम्रो रिटर्न दिन्छ। र जति हामी लङ टर्म इन्भेस्ट गर्न सक्छौँ, वेट गर्न सक्छौँ, त्यति नै हामीले यसको मुनाफा पाउन सक्छौँ। छोटो समयमा चाहिँ यसले त्यति धेरै रिटर्न दिँदैन, अपेक्षा गर्नु हुँदैन। तर पनि एउटा यो के हो भने हामीले अरू तरिकाले अरू ठाउँमा हामीले सेभिङ गर्न खोज्यौँ भने त्यो पैसाहरू हामी युज गरिहाल्छौँ। तर एसआइपीमा इन्भेस्टमेन्टमा यो म्युचुअल फन्डमा
हामीले इन्भेस्ट गर्न सेभिङ गरियो भने त्यति तुरुन्तै हामीले खर्च गर्ने कुरा भएन। त्यही भएर एकदम यसमा बचत पनि हुन्छ र सबैभन्दा ठुलो कुरा सेभिङ गर्ने बानी बस्छ। अनि त्यस्तै गरेर नेपालमा यसरी म्युचुअल फन्ड चलाउने कम्पनीहरू त्यति धेरै छैन, 3-4वटा कम्पनी मात्रै छ अहिलेसम्म। त्यस्तै गरेर यी कम्पनीहरूमा एउटा नोबेल बैंक हो, नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ, अर्को त्यस्तै गरेर एनामी क्यापिटल हो, अनि लक्ष्मी सनराइज क्यापिटल, त्यस्तै गरेर एनआइसी एसिया क्यापिटल। यो 4वटा कम्पनीहरू मार्फत हामी म्युचुअल फन्ड यी 4वटा कम्पनीहरूमा हामीले एसआइपी गर्न सक्छौँ। एसआइपी गर्नलाई पनि हामीलाई यसको सेम त्यही नै हो, हामी डिमेट एकाउन्टबाटै रिलेटेड हुन्छ। यो पनि त्यही मार्फत हो। हामीले सेयर बजारमा इन्ट्री गर्ने भनेकै त्यही हामीले बनाएको डिमेट एकाउन्ट, मेरो सेयर यिनै मार्फत यसकै रिलेटेडबाटै हुने हो। हाम्रो यसको रिलेटेड डिमेट एकाउन्टबाटै हुने हो। त्यही भएर तपाईँहरूलाई एउटा म के भन्न चाहन्छु भने, यदि सेभिङ गर्न चाहनुहुन्छ भने, नियमित सेभिङ गर्न ह्याबिट बनाउन चाहनुहुन्छ भने, एउटा सानो पैसाले ठुलो रकम बनाउन चाहनुहुन्छ भने यो सबैभन्दा राम्रो प्लान हो एसआइपी स्किम। यसमा चाहिँ तपाईँहरूले धेरै बुझ्नै पर्दैन। तपाईँहरूले यदि इच्छा भएकोहरूले तपाईँहरूले यदि सेयर बजारमा प्रवेश गर्ने इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँहरूले एसआइपीमा पनि लगानी गर्न सक्नुहुन्छ भन्दै आज चाहिँ यसको बारेमा यति नै कुरा गरौँ। फेरि पनि अर्को भिडियोमा भेट्नेछु। हस्त, धन्यवाद, नमस्कार।